यो चाहिँ हो किनेमा। एकदम मिठो हुन्छ, तर यो पकाउँदा चाहिँ घर चाहिँ एकदमै डरलाग्दो स्मेली हुन्छ है। अन्त आज चाहिँ यसको म पिरो अचार बनाउँछु है। अन्त सबैजना हेर्नु होला भिडियो। पहिला चाहिँ किनेमालाई अलिकति हल्का मनतातो पानीमा चाहिँ भिजाएँ। अमिलो हुन्छ नि त त्यो कतिवटा त त्यो अमिलो चाहिँ अन्त फ्याँकेको है। अन्त त्यहाँदेखिको मैले एउटा प्याज टमाटर अन्त खोर्सानीले पिरो बनाउँछु। यो खोर्सानी चाहिँ एकदमै पिरो छ हो। अन्त यो किनेमालाई चाहिँ हल्का पखालेर चाहिँ राखेँ। अन्त प्याजहरू पनि सबै चप गऱ्यो। अन्त अब योहरू त स्टेपहरू त आउँछै होला। प्याज सिम्पल छ, एकदम सिम्पल। तेल मजाले खराएर प्याज हाल्यो। मैले चाहिँ प्याज नपुगेर अझै एउटा प्याज थपेको छु। अन्त त्यहाँदेखिको खोर्सानी पनि हाल्यो। अन्त यो चाहिँ अमिलो भएको कारणले गर्दाखेरि चाहिँ टमाटर चाहिँ लास्टमा हाल्नुपर्छ पाकिसकेर। अन्त यसमा मसला भनेको त्यति हो, हल्दी र रङ खोर्सानी। यहाँ मैले रेकर्ड गर्नु बिर्सेँ किनेमा हालेको चाहिँ हो। त्यो किनेमा पखालेको किनेमा हाल्ने। अन्त अलिकति पानी हालेर चाहिँ यसलाई 5 मिनट जस्तो पकाउनुपर्छ। अन्त हल्का चेक गर्नु 5 मिनट बादमा यसरी मजाले म्यास भयो भने चाहिँ पाक्यो है। अन्त त्यहाँदेखिको चाहिँ मजाले काटेको टमाटर हालिदिनुपर्छ। यस्तो मिठो हुन्छ, पिरो मिठो हुन्छ। अन्त यो पकाउँदा चाहिँ घर चाहिँ डरै लाग्दो। हाम्रो नेपालीहरूले के पकायो भनेर चाहिँ नि सबैले थाहा पाउँछ है। मैले चाहिँ अलिक ग्रेभीवाला बनाउँछु हो। 5 मिनट बादमै पाकिहाल्छ यो हो। यो सबैले बनाएर खानु होला। एकदमै पिरो अचार।